यो चाहिँ युके को स्विन्डन भन्ने टाउनको चाहिँ यो एउटा सेन्टर पोइन्ट टाउन सेन्टर भन्छ। यहाँ चाहिँ विशेष गरेर यो स्विन्डन टाउनको चाहिँ केन्द्रबिन्दु मानिन्छ यसलाई। अब प्रायः चाहिँ ठुल्ठुलो सपिङ मलदेखि लिएर ठुल्ठुलो सुविधा सम्पन्न महलहरूदेखि लिएर सबै कुरा यहाँ पर्याप्त छ र ब्याङ्कहरूदेखि लिएर सबै कुरा र एक्चुअली भन्नुपर्दाखेरि यो सबै कुराको सेन्टर हो र सबै कुरा यहाँबाट उपलब्ध छ। तपाईँको डेन्टिस्टदेखि लिएर क्लिनिकहरूदेखि लिएर सबै कुरा यहाँ पर्याप्त रूपमा छ र सबै खालको पसलहरू यहाँ पर्याप्त छ। र चाहिँ यो चाहिँ अहिले तपाईँको दिउँसोको टाइममा म यहाँ यसो टाउनमा घुमिरहेको छु। यहाँको स्थिति परिस्थितिहरू यस्तै छ। अहिले यो करिबन आज मध्य जुन 15 जुनको मध्याह नै भन्नु पर्यो र मध्याहमा म चाहिँ यहाँ कुदिरहेको छु र यहाँको वस्तुस्थिति तपाईँहरूलाई नर्मल रूपमा तपाईँहरूलाई देखाउन खोजिरहेको छु। यो चाहिँ यस्तै छ परिस्थितिहरू। यता साइडमा चाहिँ अहिले बस पार्क बन्दैछ। यो एरियामा बस पार्क बन्दैछ अहिले कन्स्ट्रक्सनको फेजमै छ यो एरियामा है। उता प्रशासक बिजनेस मलहरू भइगयो र यस्तै छ यहाँको स्थिति परिस्थितिहरू। घाम लागिरहेछ। घाम लागे पनि नेपाल जस्तो गर्मी चाहिँ हुँदैन, किन भन्दाखेरि यहाँ घामसँगै हावा पनि चल्छ क्या, त्यसले गर्दा पनि हो कि किन हो त्यति साह्रो गर्मी चाहिँ हुँदैन। र यहाँको वस्तुगत स्थिति यस्तै छ। अब एउटा म उता बस स्टपतिर जाँदैछु। बस चढेर जानु बस स्टपतिर र बस स्टपदेखि यो मैले जाँदै गरेको पल्लो साइडमा चाहिँ ट्रेन स्टेसन छ, रेल स्टेसन। अहिले म चाहिँ बस स्टेसनतिर जाँदैछु है, जाँदैछु। अब यस्तै छ, तपाईँले देखिरहनु होला। घाम लागिरहेछ। हाम्रो नेपालमा त अहिले पानी परेर भिजेको छ भन्छन्। सबैतिर पानी परेर पानीले माहौल नै कति रकम त माहौल नै असर पार्छ। धेरै ठाउँ बाढी पहिरोको सम्भावना नै भइसकेको छ। बाटोघाटो धेरै ठाउँ बिग्रिन थालेछ। समस्या छ। के गर्ने, प्राकृतिक नियमसँग बस्न नै पर्यो। यस्तै प्राकृतिक नियमलाई तोडेर सकिँदैन र यस्तै छ। अहिले म भन्दा म पनि बस स्टेसन बस पार्कतिर पुग्न लागेँ। अब जुन त्यो बस पार्क त पछाडि सर्दैछ, जुन अहिले अन्त कन्स्ट्रक्सनमै छ, त्यहाँ सर्दैछ। यो चाहिँ त पुरा अहिले चलिरहेको बस स्टेसन चाहिँ तपाईँको अब यही अगाडि छ। म त्यहीँतिर जाँदैछु। म चाहिँ बस स्टेसनमा पुग्दिनँ, अनि ओरतिरबाट बस स्टप छ। त्यो बस स्टपबाट चाहिँ म आफ्नो गन्तव्य तिनीतिर जान्छु। र यो तपाईँले देख्नुभएको चाहिँ यो म बस स्टेसन पुग्न लागेँ। मैले बोथ साइडको देखाइरहेको छु तपाईँलाई, अगाडिको नि पछाडिको नि ड्युल क्यामेरा युज गरेर देखाइरहेको छु तपाईँहरूलाई। उता गाडी आइरहेछन्। अहिले बाइ द वे यो बस पार्कमा आइपुग्नु लागेँ। त्यो बस पार्क पर हो, त्यो पर वेटिङ तपाईँको वेटिङ स्टेसनहरू त बनाइदिएको छ।